साथीहरु वेलकम टु सबिनाको मिनी ब्लगमा। आज चाहिँ म जाँदैछु बहिनीको घर। बहिनीको चाहिँ आज देवी पूजा हो, एकादशीको दिन। सो म बाटोमा हिँड्दैछु, आमा छोरी। एउटा छोरी यहाँ छ, अर्को छोरी। बाटो हेरेर हिँड्नुस् है, फेरि हुन्छ। सो मैले चाहिँ फुल पनि टिपेँ भगवान देवीको लागि भनेर। अब म यो पसलबाट फलफुल किनेर लान्छु। यहाँ चाहिँ प्रसाद पूजाको सामानहरु मान्छे धेरै भएपछि चामल दिनुपर्छ है उहाँलाई। चाइना खेल्नु भाइ चाहिँसँग खेल्नै बिजी छ। मुने 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 गरे के भयो? केही हुन्न। पूजा सकेर प्रसाद खान सुरु भयो साथीहरु। प्रसाद खाँदैछु। फाइनली पूजा सकियो है गाइस। मेरो बहिनीको, मेरो ठुल दिदी धोती लाउनु हैन तँलाई। यहाँ एउटा दिदी यहाँ छ यस्तै कुर्तामा। एक झोला प्रसाद लिएर आएर हामी यहाँ छोरी तीनजना चाहिँ रुममा आइपुगिसक्यौँ साथीहरु। अनि मलाई बहिनीले एउटा यो पनि गिफ्ट गरेको छ। चाहिँ उठ्ने है प्रसादहरु चाहिँ म एउटा दिदीलाई अनि एउटा तपाईलाई दिन्छु साथीहरु। सो यति भन्दै मेरो ब्लग यही गर्न चाहन्छु। बाइ बाइ।